शान्ति स्तूप अहिलेसम्म कति पटक जानु भएको छ? स्कुलको टुरदेखि साथीभाइसँगको फर्स्ट एभर ट्रिप पक्कै पनि तपाईँहरूको यही ठाउँ हुनुपर्छ। तर हिँडेर धेरै कमजना मान्छे नै जानु भएको होला। फेवातालमा बोटिङ नगर्ने मान्छे त सायदै कोही पनि हुनुहुन्न। रानीवन नाम कहिले सुन्नु भएको छ? माछापुछ र हिमालको काखमा रानी सजिएको जस्तै सजिएको छ रानीवन। जङ्गलको बाटो हुँदै जम्मा 1 घण्टाको हिँडाइपछि पुग्न सकिन्छ शान्ति स्तूप। बाइक स्कुटरमा त पोखरेलीहरू सबैजना पुग्नु भइसकेको होला, तर हिँडेर कहिल्यै जानु भएको छ? रानीवनमा बाघ नदेखिए पनि माछापुछ र हिमालमा देखिने बाघले सोधिरहेको थियो, कस्तो देखिएको छु हिउँमा सजिएको म। सायद वनमा बाघ भेटिएको भए यो भिडियो तपाईँहरूले देख्न पाउनु हुँदैन थियो होला। भगवान बुद्ध भन्नुहुन्छ, जे बितेर गयो त्यसमा शोक नगर्नुहोस्, भविष्यको बारेमा सोच्न बन्द गर्नुहोस्, केवल वर्तमानमा जिउनुहोस्।